ल म चाहिँ माइत घर आइपुगेँ है। मेरो यो माइत घर यहाँ चाहिँ बुवा बसिराख्नु भएको रहेछ। नातिनी पनातिनी कतिखेर लैछ भनेर है। जहिले पनि फोनमा पनातिनी देखा न भन्नुहुन्छ मेरो हजुरबा। 80 वर्ष पुग्न लाग्नुभयो, बुढो हुनुहुन्छ है। तर त्यस्तो बुढो देखिँदैन, जवान देखिन्छ हाम्रो बुवा। यी हेर्नुहोस् त, कस्तो लाग्यो? माई गड। ल मैले ढोग गरेँ बुवालाई, मम्मीले गर्दै हुनुहुन्छ। काली चाहिँ सुतेको छ, लक्ष्मीले ढोग गर्नुभयो, ढोग गर्नुभयो बहिनीले। हाम्रो घर चाहिँ यस्तो छ। ज्वाइँले ढोग्दै हुनुहुन्छ, बुवाले चाहिँ काली चाहिँ सुतेको बेलामा काखमा दिइहाल्नु भयो। तर म पुग्छु भन्दै। बिचरा बुवा। हाम्रो घरको कुखुरा अरे आन्टीहरू चाहिँ हुनुहुन्न रहेछ, काममा जानुभएको छ। यो सबै आन्टीहरूले रोप्नुभएको फुलहरू कस्तो राम्रो फुलेको थियो, सबै मरिसकेछ, झरेछ घामले। हाम्रो घर चाहिँ यस्तो छ। मम्मी चाहिँ पानी खाँदै हुनुहुन्छ। यो चाहिँ हाम्रो किचन, सानो किचन, कति राम्रो छ। वाउ, बाख्रा खसी पाल्नु भएको छ। बाई बाई।